चारैतिरको अवस्था हेर्दाखेरि करिब करिब 2 केजी जति छ र यसमा फूल चिचिला भने असंख्य छन्। यताको दृश्यतर्फ लाग्छु म। कृषि र कृषिसँग सम्बन्धित विविध विषयमा जानकारी गराउने क्रममा आज म तपाईलाई अकबरे खुर्सानीको बिरुवा सार्दै गरेको दृश्य प्रस्तुत गर्न लागिरहेको छु। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर 6 का कृषक हुनुहुन्छ गोमा उप्रेती। उहाँहरू यतिखेर बिरुवा सार्दै हुनुहुन्छ। यहाँ अघिल्लो बाली काउली लगाइएको थियो र काउली लगाएको ठाउँमा ट्र्याक्टर लगाएर यसरी खनजोत गरेर भोलिको लागि अहिले नै सोचेर उहाँहरूले ड्याङ बनाउनु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ ड्याङको उचाइ एकदम ठिक छ, किनभने वर्षाको कुनै भर हुँदैन। एकदम अग्लो छ यो, यसमा जिमा लाग्ने भन्ने कुरो छैन, पानी मजाले तर्किन्छ। र उहाँहरूले के कति दूरीमा सार्नु भएको छ म तपाईँलाई देखाउँछु। यो ड्याङको चौडाइ 70 सेन्टी हुनुपर्छ मेरो बुझाइमा, करिब करिब, अलिकति घटी बढी हुनसक्छ। 70 सेन्टी छ र यसको लम्बाइपट्टिबाट दूरी चाहिँ एक बिरुवादेखि अर्कोको दूरी 40 को हाराहारी छ। लम्बाइपट्टिबाट भने उहाँहरूले छड्के छड्के पार्नु भएको छ। छड्के पार्दा पनि करिब करिब 40 कै दूरीमा चाहिँ यो हुनुपर्छ। र एकदम यो बिरुवा देख्दा चाहिँ जो कोहीलाई अलिकति लोभ लाग्दो नै तयार गर्नु भएको छ उहाँहरूले। अत्यन्तै यो उपयुक्त छ, किनभने यो खालको बिरुवा चाहिँ रोपो लागेपछि वात्तै आउँछ। किनभने यो म नजिकै लगेर देखाउँछु, पात एकदम ठुलो ठुलो पात छ, डाँठ निकै मोटो छ र कतिपय कृषकहरूले निकै बाक्लो राख्छन्, जबकि म आफैले पनि बाध्यताले अलि बाक्लै राखेको छु। बाक्लो भन्दा हल्का पातलै राख्दाखेरि यसरी चाहिँ डाँठ मोटो हुने, पात चौडा हुने हुन्छ र रोपो लाग्न पनि खासै यसले कुनै असर गर्दैन। र वास्तवमै भन्नुपर्दा बिरुवा, हरेकको बिरुवा भनौँ, तरकारी बाली लगाउँदा बिरुवा भनेको चाहिँ जहिले पनि ठुलो चाहिँदो रहेछ। सामान्य खडेरीमा पनि केही हुँदैन र सामान्य झरीमा पनि केही फरक पर्दैन, कुनै असर गर्दैन। तर खडेरीमा पर्यो बिरुवा भने भुत्तुकै मर्ने सम्भावना हुन्छ। यी खालका बिरुवाहरू तुरुन्तै मर्दैन र झरी आइहाल्यो भने पनि यो कुनै फरक पर्दैन। तर मसिनो बिरुवा भयो भने पुरै लपक्कै चाहिँ टाँसिन सक्छ माटोमा। त्यही भएर उहाँहरूले यो बिरुवा एकदम व्यवस्थित ढङ्गले तयार पारेर अकबरेको बिरुवा सार्दै हुनुहुन्छ। तपाईँ यो दृश्य देखिरहनु भएको छ। र सार्दाखेरि चाहिँ ठिक्क गाड्नुपर्ने हुन्छ हामीले। धेरै गाड्दाखेरि चाहिँ डाँठमा चाहिँ ढुङ्सीले असर गर्न सक्छ। तर ब्याडमा जति माटो पुरिएको छ त्योभन्दा हल्का माथिसम्म मात्रै हो। कोही कोही कृषकहरूले ज्यादै गाड्नुहुन्छ, त्यसले पछि गएर असर गर्न सक्छ। र समग्रमा भन्नुपर्दा डाँठ मोटो, पात चौडा र गजबले हुर्किएको यो अकबरे खुर्सानीको बिरुवा चाहिँ उहाँहरू सार्दै हुनुहुन्छ। सम्भव भएसम्म यस्तै खालको चाहिँ अकबरे खुर्सानीको बिरुवा तयार पारेर सार्दाखेरि चाहिँ कृषकहरूको लागि धेरै हितकर हुन्छ।